चैती छठ जनकपुर धामको सरोवर तथा पोखरीको किनारामा विशेष रूपले सजाएर जलाशयबाट अर्घ दिने परम्परा रहेको छ। यस दिनमा विशेष चहलपहल हुने गर्दछ। 4 दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन रहेको छ भने त्यस पश्चात पञ्चमी दिन खरना पर्व मनाइन्छ। खरनाको अवसरमा व्रतारुहरूले निराहार उपवास बसी साँझ पख खष्टी देवीलाई प्रसाद चढाई खाने गर्दछन्। प्रसादमा खीर, केरा, दूध एवं विभिन्न प्रकारको फलफुलहरू चढाउने गर्दछन्। चैती छठको तयारीमा रहेको श्रद्धालु भक्तजनले 1 महिना अघिदेखि नै बजारमा किनमेल गर्दछन्। पर्वको मुख्य प्रसादको रूपमा रहेको केरा, फलफुल, मिठाई, अदुवा, उखु लगायतका बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्दछन्। 4 दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने चलन रहेको छ। अस्ताउँदो र उदाउँदो सूर्य अर्थात् आदिदेव दीनानाथलाई अर्घमा मूला, उखु, भान्टा, ठकुवा, भुसुवा, केरा, नरिवल लगायतका सामग्रीहरू चढाउने गरिन्छ। चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पूरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जनविश्वासमा रहेको छ। फेसबुक में डालते हैं फूल पे।
उग गया ठीक है आप पीछे पीछे गाछी पे ठीक है उग गया गाछी पे देखिए है ना गई ना जल लगा जरूर भी है Oh my god.